कुलङ्कार्ने हाम्रो घरमा पस्न पाउँदैनस्। तँलाई हाम्रो इज्जतको ख्याल भएन हैन? मैले झुटा बोलेकी छैन आमा, मलाई विश्वास गर्नुस्। चुप लाग। तँलाई दिदीको घर देखिसक्नु भएन हैन? हाम्रो लागि त मरिसकेको छेस। मनवीर गेट लगाइदे। अबदेखि यो घरमा झुकेर पनि पाला नटकेस्। हाम्रो घरमा एउटी मात्र छोरी छे। तुलसी आऊ न बस। के सब आज भोलि के गर्दैछौ तिमी? तुलसी म बैंकमा जब गर्छु। आज घरमा कोही पनि हुनुहुन्न। तिमी बस्दै गर, म चिया लिएर आउँछु। तुलसी ल भन। के सब तिमीले मलाई एकपटक प्रपोज गरेका थियौ हैन? हो, त्यसको जवाब तिमीले अहिलेसम्म दिएकी छैनौ। के सब मैले तिम्रो बारेमा सोच्न थालेकी छु। हो तुलसी, एक न एक दिन मेरो साँचो मायाले तिमीलाई तानेर छाड्छ भन्ने कुरो मलाई थाहा थियो। तर तिमीलाई त्योभन्दा अघि मेरो बारेमा सत्य कुरा भन्न चाहन्छु के सब। कस्तो कुरा तुलसी? के सब तिमीलाई थाहा छ, केही महिना अघि म दिदीको घर गएको थिएँ। त्यहाँ मेरो भिनाजुसँग सम्बन्ध भयो। त्यो अनजानमा भयो के सब। तुलसी यो उहाँको बच्चा मेरो पेटमा हुर्किरहेको छ। तुलसी यस्तो कुरामा हामीले हतारमा निर्णय गर्न हुँदैन। यसबारेमा हामी के सब मलाई मेरो जवाब मिल्यो, म अहिले जान्छु। हेलो तुलसी दिदी। मनवीर भन। तुलसी दिदी, एउटा नराम्रो खबर छ। किन, के भयो मनवीर? अमृता दिदी हामी सबैलाई छोडेर जानुभयो। के भन्दैछु मनवीर? हो तुलसी दिदी, अमृता दिदी हामीबाट टाढा जानुभयो। अब न कहिले नफर्किने। मनवीर कसलाई फोन गरेर? त्यो त हाम्रो लागि पहिला नै मरिसकेको छ। फोन राख।
पहिले नै भन्न चाहन्छु अङ्कित, म यो समाज र घरबाट तिरस्कृत नारी हुँ। भिनाजुसँगको सम्बन्धबाट मलाई सबै ठाउँबाट अपमानित बनाएको छ। समाजले पनि खाली नारीलाई मात्र दोष दिँदो रहेछ। यदि यो अपराध नै हो भने मलाई समाजबाट किन बहिष्कार गरिएको छ? तुलसी, खाली यही भन्न खोजेको। अब के गर्ने होला? मैले तिम्रो आशय बुझेँ अङ्कित। पुरुषहरू यति कमजोर हुन्छन् भन्ने कुरा मैले आज मात्र थाहा पाएकी छु। तिमीहरू मोज मस्ती गरौँ भन्ने ठान्छौ होला, तर कोही नारी कसैसित एकपटक कुरा त्यसो होइन तुलसी। तिम्रो पेटमा अरू कसैको, यो समाजले, यो पनि यही समाजको एउटा व्यक्तिको कारणले भएको हो। र समाजले पुरुषलाई दोषी देखेन, नारीलाई मात्र देख्यो। के यसमा हाम्रो मात्र दोष हुन्छ? तिमीले बुझ्ने कोसिस गर तुलसी। तिमीले भनेछ सजिलो छैन यो समाजको बुझाइ। समाजको बुझाइ सजिलो नभएको पनि होइन, सजिलो भन्दा सजिलो कुरा पनि बुझ्न सक्दैन। मलाई यो बच्चाको बुवाको साथ चाहिएको थियो र दिदीको घर बर्बाद गर्न पनि मन थिएन, तर समाजले आफ्नै ढङ्गबाट व्याख्या गरिदियो। सबै दोषको भार मलाई बोकायो। तर म लड्न सक्छु अङ्कित। कुनै न कुनै पुरुष त जन्मेका होला नि जसले मेरो कुरा बुझ्न सकोस्। तुलसी, तुलसी, तपाईँको अवस्था एकदम ठिक छ अहिले, नथिङ टु वरी। डाक्टर, मेरो चेकअप हो, यो तपाईँको पहिलो स्टेजको चेकअप हो। तपाईँले पहिलो, दोस्रो, तेस्रो र चौथो गरेर चेकअप गर्नुपर्छ। यो पहिलो अवस्थाको चेकअप पछि दोस्रो अवस्थाको तपाईँको र तपाईँको बच्चाको अवस्था कस्तो हुने, तेस्रो चेकअपमा तपाईँको र बच्चाको अवस्था कस्तो हुन्छ भन्ने कुरा तपाईँले रेगुलर चेकअपमा तपाईँको स्वास्थ्य र तपाईँको बच्चाको स्वास्थ्यको बारेमा दोस्रो, तेस्रो, चौथो त्यसै गरी रेगुलर चेकअपमा तपाईँको थाहा हुन्छ। अहिले पनि तपाईँको र तपाईँको बच्चाको स्वास्थ्यको अवस्था एकदम सामान्यजनक छ, नर्मल छ। यो के भयो? यो के भयो? मैले मेरो बच्चाको हत्या गरेँ। हामीले आफ्नो बच्चाको हत्या गर्यो। डाक्टर साहब, उहाँलाई के भएको? उहाँलाई अहिले आफ्नो गर्भको बच्चा तोकेकोमा उहाँलाई एकदमै पछुतो भइरहेको छ। जे हुनु भइसक्यो छोरी, यो सब दैवको खेल हो। हामी माथि नै यो दुःखको बादल खस्नु रहेछ। आमा, हिँड छोरी, अब घर जाऊँ। भगवानले हाम्रो एउटै छोरी त खोसेर लगे, हामी अर्की छोरीलाई गुमाउन चाहन्नौँ। ईश्वरले कुनै न कुनै बाटो अवश्य देखाउँछ। कसरी आमा? पहिला घर जाउँ, तिम्रो बाबा तिमीलाई भेट्न आतुर हुनुहुन्छ। त्यहीँ गएर कुरा गरौँला। यदि तपाईँ गर्भपतन जस्तो सोच ल्याउनु भएको छ भने? धत लाठी, म त्यस्तो सोच्छु होला त? मलाई थाहा छ सन्तानको माया कति लाग्छ भनेर। जति माया म तिमीलाई गर्छु त्यति माया तिमी आफ्नो बच्चालाई गर्छौ। छोरी, तिमी आयो, हाम्रो त प्राणै आए जस्तो भयो। अब सबै कुरा तिम्रो हातमा छ छोरी। ज्वाइँ साहब, अब आफै कुरा गर्नुहोस्। खै कसरी भनौ तुलसी, यो बच्चाको स्याहार मबाट हुन सक्दैन र यसैको लागि अर्को बिहे गरौँ भने पनि अहिले समय त्यति राम्रो छैन। तिमीलाई थाहै छ, झन् अमृता गएपछि त मलाई तिम्रो मायाले। माया प्रीतिको कुरा छोड्नुहोस्, कुरा के हो त्यो भन्नुहोस्। कुरा के हो भने तुलसी,
यो बच्चीको स्याहार मबाट असम्भव छ र अहिले नै मैले अर्को बिहे पनि गर्न सक्दिनँ। त्यसैले संयोग पनि कस्तो अहिले हाम्रो बच्चा तिम्रो पेटमा हुर्किरहेको छ। मैले यदि तिमीलाई अपनाएँ भने यो बच्चाले पनि नाम पाउँछ र समाजमा हाम्रो इज्जत पनि जोगिन्छ। आमा आमा किन छोरी? उहाँलाई त बच्चा हेर्ने दाइ आमा चाहिएको रहेछ। त्यसो होइन छोरी, तिमी आफै भन त। समाजमा हाम्रो कत्रो बदनाम भएको छ र यसैमा हाम्रो भलाइ छ। यदि तिमीले ज्वाइँसँग बिहे गर्यौ भने बच्चाले पनि नाम पाउँछ, दिदीको छोरीले पनि स्याहार पाउँछ। मलाई केही कुराको जवाफ दिनुस् आमा। कुन कुराको छोरी? मेरो पेटमा भएको बच्चा हाम्रो भन्नुहुन्छ कि मेरो पेटमा भएको बच्चा उहाँको भनेर तपाईँहरू मान्नुहुन्छ? नमान्नु पर्ने कुरा के छ र छोरी? जब तिमी उहाँकै भइसकेपछि पेटमा भएको बच्चा पनि त उहाँकै हो। हो बुवा, यदि मैले बिहे गरेँ भने यो बच्चा उहाँकै हुन्छ। तिमी किन यस्तो कुरा गर्दैछौ छोरी? तपाईँहरू यस्तो कुरा किन गर्दै हुनुहुन्छ आमा? मेरो आदर्श आत्मसम्मानको कुनै मूल्य छैन। यो घरको इज्जत, आदर्श, स्वाभिमान बचाउनको लागि हामीले यो कदम चाल्दैछौँ छोरी। बचाउँदैन बुवा, मेरो स्वाभिमानलाई गिराएर तपाईँहरू यस्तो प्रस्ताव राख्दै हुनुहुन्छ। दिदी गएको 3 महिना भएको छैन, अझ उहाँसँग बिहे गर भन्नुहुन्छ। छोरी चिच्याएर सत्य कुरा लुक्दैन बुवा। म त गलत साबित भइसकेकी छु। बिहे गरे यो बच्चा उहाँको न त मेरो पाप। सत्य त एउटै हो आमा। यो बच्चा उहाँको हो या होइन, बिहेले केही फरक पार्छ त? तैँले हामीलाई कहिले पनि आफ्नो छोरीको अनुभव गर्न दिनस् छोरी। तेरो लागि यो ढोका सधैँको लागि खोल्दैछु, नत्र तेरो यो घरमा कुनै स्थान हुने छैन। La la
तिमीलाई भन्न सक्दिनँ मात्रै मेरो मन मस्तिष्कले खाली तिम्रै बारेमा सोचिरहन्छ। तिम्रो बारेमा यो धड्कनले कुरा गरिरहन्छ तुलसी। तिमीलाई हेर नभएको दिन न दिन हुन्छ न त रात नै हुन्छ। म तिमीसँग लामो यात्रा गर्न चाहन्छु तुलसी। तिमीसँग कुरा गर्न पाउँदा आज मलाई धेरै खुसी लाग्यो। म तिम्रो बाटो हेरेर सधैँ कुरिरहन्छु। तिमी छिट्टै आऊ है। डाक्टरले मलाई ब्लड क्यान्सर भएको भने तुलसी। म छिट्टै मर्दैछु रे। म मरेर गए पनि तिमीप्रतिको मेरो प्रेम कहिले पनि मर्ने छैन। शमशेर सिंहको एउटा नियम छ, के गर्छ कि मर्छ। ती बदमासहरूले बिकीलाई नराम्रो काममा लाउन चाहन्थे, तर त्यही कारणवश मेरो भाइको हत्या भयो। मलाई कसैको सहारा चाहिँदैन कमल। यो मायाको संसार पनि विचित्रको रहेछ। कुनै बेला मलाई प्रस्ताव गर्ने धेरै आए, तर समयले मलाई यति ठुलो झापड हान्यो कि मलाई माया भन्ने चिजै चाहिँदैन। म यस्तै ठिक छु। तुलसी, तिमी साह्रै दुःखमा रहेछौ। हामीले कलेजका दिनमा समस्या पर्दा तिमीले हेर्ने गर्थ्यौ, र आज तिमीले दुःख पर्दा हामीले हेर्नुपर्छ। तुलसी, सुख दुःखमा साथ दिने तुलसीको हिम्मत किन घट्यो? तुलसी, हिम्मत घटेको होइन कमल। यो मायाको संसारको परिभाषा पनि फरक रहेछ। कुनै पुरुषको साथ पाउनु मात्र नारीको पूर्णता होइन। मैले यो सत्यलाई नबुझी अहिलेसम्म भौतारिरहेकी थिएँ। मैले यो सत्यलाई बुझिसकेँ। मलाई कसैको सहारा चाहिँदैन अब।
तुलसी के भयो तिमीलाई? मलाई पीडा सुरु भएछ सुन्ने कि। कमल एम्बुलेन्स बोलाऊ। कमल तिमी बाहिर जाऊ। तुलसी अब सब ठिक हुन्छ, तिमीलाई केही पनि हुँदैन, हामी छौँ नि। सब ठिक हुन्छ तुलसी, तिम्रो मायाको संसार यो संसारमा आउँदैछ। कमल कमल हेर त कमल, हाम्रो तुलसी आमा बनिन्। बधाई छ तुलसी तिमीलाई। के जन्मियो? लक्ष्मी। आहा कति राम्री। अब मेरो मायाको संसार यही हुनेछ। म यसैमा खुसी छु निकी। अहिलेसम्म त म माया माया भनेर भौतारिरहेको थिएँ, तर यो मायाको संसार विचित्रको रहेछ। अब मेरो मायाको संसार यही हुनेछ।